हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। र म चाहिँ यहाँनिर अहिले बारीमा आइरहेको छु कोपी टिप्नुको लागि होइन। अन्जाला र म आइरहेको छौँ। यो चाहिँ यहाँ कोपी टिप्दैछ। हामी चाहिँ आज मोमो खाने भनेको कि, अन्त चाहिँ कोपी टिप्न आइरहेको छौँ। के भयो? अन्त चाहिँ मामालामा खाने तर घरमा चाहिँ होइन कि। सो मामाला गएर भेटौँ है त गाइस। हामी चाहिँ मामाला आइपुग्यौँ। अब चाहिँ हाम्रो मोमो खानुभन्दा अगाडि पनि एउटा काम भयो होइन। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ खोर्सानी कुट्नुपर्ने बेला भयो। हाम्रो चाहिँ अस्ति सुकाइरहेको थिएछ मम्मीले कि, अन्त चाहिँ हामी कुटिहाल्नु अरे नि त। अन्त चाहिँ जाउँ। सो खोर्सानी कुटेर मात्रै अब मोमो पकाइ हुन्छ हाम्रो चाहिँ। ओखली लिनु भाइलाई बोला त। अन्त भाइ चाहिँ अहिले घर आएर चाहिँ त्यसको चाहिँ एक्जामको निकै ग्याप थिएछ। अस्ति 7 तारिक आएको होइन। अब 21 तारिक रहेछ एक्जाम चाहिँ। सो त्यही भएर त्यो पनि घर आइरहेको छ। हामी चाहिँ यहाँ ओखली लिनु आइरहेको छौँ। खोइ मुस्ली दिस इज मुस्ली। अब हाम्रो चाहिँ खोर्सानी कुट्ने काम हावा चलेर तनाव भयो गाइस। आँखाभरि आउँछ होला हौ त्यो खोर्सानीको ढुट्टो। ल कता पस्छु त यता है। गाइस यहाँ चाहिँ बिमलले कुट्दैछ हो खोर्सानी। यस्तो मिन भइसक्यो हो। अन्जली छ। यता चाहिँ परमामाहरूले गर्नु हुँदै रहेछ कि बारी खन्नु हुँदै रहेछ कि, म तपाईँहरूलाई देखाउँछु है त गाइस। यहाँ के रोप्नु भएको त्यो चाहिँ थाहा भएन कि मलाई। अब गएर म तपाईँहरूलाई देखाउँछु है त। यो चाहिँ हाम्रो मामाला हो, ठुलामा हुनुहुन्छ। आमै मिना ठुलामा हाम्रो आमै हो। यस्तो छ हाम्रो मामालाको भ्यू चाहिँ होइन। आज दिन चाहिँ दामी भएको छ है गाइस। के रोप्नु भएको ठुलेमा? ए यता चाहिँ हाम्रो आमै ठुलेमा। खै कालो कालो आयो, कालो कालो आयो। ए गाइस म चाहिँ यता गाइस। अब चाहिँ हामीले खोर्सानीहरू काटिसक्यौँ हो। अन्त एक काटिसक्यौँ अरे कुटिसक्यौँ होइन। अन्त हामी चाहिँ अब मोमो बनाउनुको स्टार्ट गर्न आँटेको। अन्त हामी चाहिँ यसमा काट्नेवाला छ कोपी चाहिँ। छिटो मिठो एकैछिनको काम हो नि त यसमा चाहिँ। सो लेट्स स्टार्ट। हुन्छ